हेलो हेलो गाइज, दर्शन नमस्ते सबैजनालाई। म चाहिँ आज माइती घरतिर हिँडेको अवस्थामा छु कि अब दाइलाई भेटौँ न। दाइलाई तिहारको भाग बुझाउन जानु लागेको गत्ता बोकेको छु। कस बेला निस्केर गत्ता भाग्छ भन्ने कुरा थाहै छैन। गाह्रो छ, लास्टै गाह्रो छ बाबै नि। तिहार गएको पनि झन्नै 3 महिना हुन लाग्यो। बल्ल भाग लगेर जान लाग्छु। धन्न अझ पुसमा माघ भेटेन, अझ जान लाग्छु छिटै। गाह्रो छ मलाई कति। त्यही पनि हिँडिदिएको अवस्थामा त आज फुर्सद निकालेर भनेर भन्न पाए हुन्थ्यो। गाह्रो छ मलाई त, के गर्नु, घरको कामकाज गर्नु पर्यो। तर के गर्नु, यो वनको बाटो कस्तो गाह्रो। हे भगवान्, कहाँ छु म भन्ने जस्तै महसुस हुन्छ मलाई त कहिलेकाहीँ। कति गाह्रो गाह्रो ठाउँमा बाटो बनेको के हिँड्नै गाह्रो हुने। म त दम बढ्यो भनेर भन्नु त हाम्रो छिमेकी बाजेले। त्यस्तै मेरो पनि दम बढ्न थालेको अवस्था छ। के गर्नु, लास्टै गाह्रो हुँदो रहेछ। उकालो चढ्नु, त्यही माथि झोला बोक्नु गाह्रो छ गाइजहरू। हजुरहरूको के छ हालखबर? हजुरहरूको माइतीतिरको बाटो कस्तो छ हेर्नुहोस्। मेरो माइतीको बाटो यस्तो छ, सालैसालको बन्छ। अनि रमाइलो त फेरि रमाइलो हुन्छ, तर हिँड्नभरि अलि गाह्रो हुन्छ। पसिनाले साह्रै सताएको अवस्था छ। लौ त गाइस, बाई बाई।